गुरु सेवारो सम्पूर्णमा कमल चुलाचुली मैनाचुली फागुनन्द माङहिम सानु पाथिभरा देवीको अध्यक्ष गुरु श्री मचिन्द्र कुमार लाउतीज्यूसँग केही प्रश्नहरू गर्नेछौँ ऐतिहासिक बारे। गुरु, आज सानु पाथिभराको बारेमा यति महत्त्वपूर्ण जानकारी र आशीर्वाद तपाईँ सामु माग्नु आइपुगेका छौँ र यहीँको बारे केही तपाईँले जानकारी गराउनुहुन्छ भन्ने पूर्ण विश्वास लिएका छौँ। गुरु, यो मैना चुली डाँडामा सानु पाथिभरा देवी कसरी प्रकट हुनुभयो भन्ने कथा के छ तपाईँसँग? बुढापाखाले भनेको केही कुराहरू हजुरसँग छ भने जानकारीको लागि चाहिँ केही कुराहरू हजुरले भन्नु पर्यो। दक्षिण भेट 87 मन्दिरको उत्तराखण्डको समथिङ 5000 उचाइको पाथिभरा मैनाचुलीको अवस्थितमा अब लगभग 15-16 वर्षभन्दा अगाडि नै होला यो स्थापना भएको पाथिभरा। र पाथिभरामा विभिन्न रेखाङ्कनको लिपिहरू छ, त्यो बुझ्न सकेको छैन। र त्यहाँ सानो पाथिभरामा सारा इन्डियादेखि आएर त्यहाँ सबै भक्तजन आएर त्यसमा गर्ने ठाउँ पाथिभरा एक ठाउँ छ। र पाथिभराबाट विभिन्न आस्थावानको आफ्नो मागहरू के छ, त्यो मागहरूको पूरकको सम्बन्धमा कयौँले उहाँहरूको सेवाहरू प्राप्त हुँदै गइराखेको छ। र साथै पाथिभराको अस्तित्वमा छेउमा एउटा फागुनन्द माङहिम स्थापना 2076 साल वैशाख 29 गतेको दिन आइतबारको दिन हामीले स्थापना गरेका छौँ। र साथै 1992 सालमा तपस्वी महागुरु फागुनन्दले पहिला पाउ टेकेको सम्बन्धमा हामीले एउटा फागुनन्द माङहिम स्थापना गरेर सालमा एकचोटि हामीले खाली उभौरी सेवाको समयमा हामी त्यहाँ सारा इन्डिया काठमाडौँदेखि लिएर सारा भक्तजन सेवा सभाहरू भेला भई हामी त्यहाँ हाङ्वा माङ्वा माग्ने र विश्वकै मानवको एउटा शान्ति, सकल प्राणीको शान्तिको निमित्त हाङ्वा माङ्वाको निमित्त हामी सेवा गर्नु लागि परिरहेका छौँ। र तपस्वी महागुरु फागुनन्दले उत्तराखण्डबाट दक्षिण मैनाचुली पाथिभराका अवस्थामा अस्तित्वमा उहाँले एक पाउ टेकेर दक्षिण झापा मोहडा फर्काएर उहाँले हेर्दाखेरि अँध्यारो देख्नुभयो। 87 धामहरूमा उहाँले पनि भक्त चेला लिएर हिँड्नुभयो। त्यहाँ माग छैन है भनेर चाहिँ उहाँले भन्नुभएको कुराहरू छ। र मैनाचुलीकै पूर्व खण्डमा भगवतीको सेवा गरेको, होमादि गरेको ठाउँ अवस्थितहरू छ। र उहाँले दक्षिण भेटमा अँध्यारो छ है भन्नुभएको क्षेत्र चाहिँ मैनाचुलीबाट उहाँले बोल्नुभएको छ। र त्यहाँबाट पश्चिम माथि मिक्लाजोङ डाँडामा उहाँ त्यहाँदेखि पुगेर मिक्लाजोङ डाँडामा पनि उहाँले जनकपुर साइड मोहरा फर्काएर त्यहाँ उहाँले अँध्यारो देख्नुभयो भन्ने कुराहरू तपस्वी महागुरुले बोल्नुभएको छ। र साथै मिक्लाजोङदेखि उत्तराखण्ड गएर सिलौटीमा मोहडा फर्काएर उहाँले यसरी देव शक्तिहरूको
बाटो खोल्दै खोल्दै सिलौटीदेखि हिमाल तक गुरुले यसरी किराँतीहरूको लागि उहाँले बाटो खोल्नुभएको छ र हाम्रो यो यसको ऐतिहासिक कुराहरू गुरुको दर्शनको कुराहरू हामी खोज्नु गएर अझै खोजिराखेका छौँ र हामी लागि परिराखेका छौँ र गुरुले पाउ टेकेका कुराहरूमा हामी सारा सकल प्राणीको रक्षाको निम्ति हामी सेवा गर्दैछौँ। सेवाहरू गुरुको अमूल्य समय दिनुभएकोमा एकदमै धेरै आभार व्यक्त गर्न चाहन्छौँ। धन्यवाद गुरु। यो आवाज कहिले दब्दैन, यो आवाज कहिले मर्दैन, ऐतिहासिक रहनेछ। मन परेमा लाइक, कमेन्ट, सेयर, फलो गर्नुहोस्। धन्यवाद।